Hello guys, what's up? Welcome back to my channel. आज चाहिँ मेरो पापाले यहाँ ढिलो बनाउनु रहेछ म हजुरलाई चाहिँ बिस्तारै ढिलो बनाएको देखाउँछु ल हेर्दै गर्नु है त यो भ्लग नै नछोड्नुहोस् किनकि यो भ्लग आज मजेदार हुने बेला छ ल हेलो यहाँ आज चाहिँ हामी मकैको पिठोको ढिलो खान लागेको अनि पापा चाहिँ पकाइरहेछ सक्नुहुन्छ गाइस यहाँ चाहिँ पापाले बनाउँदै रहेछ यो के उमालेको पापा भर्खरै पानी उमालेको कोदो ढिँडो बनाउने बेलामा चाहिँ पानी उमाल्नु पर्छ पानी उमालेपछि यो पिठो हाल्ने हो अनि यसरी चला भन्छ स्टार भइसक्यो अहिले भएको छैन स्टार भइसक्यो पहिला पानी उमाल्ने हैन पानी उमालेपछि यो मकैको पिठो हाल्ने अनि यसरी मजाले घोल्ने बिस्तारै बिस्तारै घोल्ने हैन अनि नपुगे फेरि मकैको पिठो हाल्ने अनि त्यहाँबाट मकैको पिठोबाट चाहिँ अरू के भन्छ जे बनाए नि बन्छ रोटी पनि बन्छ यसको हाम्रो गाउँमा पोहा भन्छ पोहा बनाए नि बन्छ हैन रोटी पनि बन्छ यसको भात पनि बन्छ मकैको यो पिठोको चाहिँ बन्दैन अर्को मकैको अलिक खस्रो बनाएर पिस्नु पर्छ त्यसको भात पनि बन्छ त्यसको नाम चाहिँ च्याख्ला हो च्याख्ला खाछौ तिमीले खाएको छैन किन खा त अनि यसरी यसरी मस्काउने देख्यौ हेर कति मिनेटमा पाक्छ यो ढिँडो लाग्छ 10 देखि 15 मिनेट राम्रोसँग पकाउनु पर्यो अन्त पेट दुख्छ हैन त्यस्तो बनाउने यसरी गाइजहरु एकदिन यसरी हेर्नु ल म हजुरलाई चाहिँ अब अहिले के भन्छ अर्को कहानी गर्ने चाहिँ म त्यति बेला चाहिँ देखाउँछु ल अनि त्यस्तो भएर 10-15 मिनेट चाहिँ पकाउनु पर्छ गाइज आज यमी डिनर यहाँ छ नि ढिलोसँग यो भुटेर राखेको छ अहिले पानी अरे ममुले भर्खर साग बनाइछ र मकैको ढिलोसँग चाहिँ साग मिठो हुन्छन् भन्छन् तर हामी पनि ट्राई गर्न होला जाने एकछिन पाकेपछि चाहिँ यो थालमा राखेर छोडिदिनु पर्छ ल मकैको पिठा हालेर चाहिँ हजुरहरू पनि हालेर खान सक्नुहुन्छ है यसरी हजुरलाई चाहिँ मलाई नभने यत्तिकै सागमा झोल हालेर मात्रै खान सक्नुहुन्छ है यहाँ पापा चाहिँ अहिले यहाँ साग भुटिरहेछ त्यसको लागि मस गर्नुपर्छ गाइजहरू नभइदिएर पाकेर अनि पेट दुख्छ खायो यत्तिकै खायो भने त गाइज यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइज लप्सी र सागमा झोल हालेको मिठो हुन्छ हजुर पनि यसरी खान सक्नुहुन्छ फेरि यसरी हाल्नुपर्छ गाइज अहिले चाहिँ अहिले ढिलो रेडी भएछ अहिले चाहिँ पाकिसक्यो म हजुरलाई खाने बेला